सो आजकल त तपाईले धेरै नै भिडियो देखिरहनु भएको होला कि यो प्रोजेक्टमा इन्भेस्ट गर्नु यति रिटर्न आउँछ भनेर, यो प्रोजेक्टमा इन्भेस्ट गर्नु यति क्यापिटल एप्रिसिएसन आउँछ भनेर। तर आज हामी कुरा गर्नेवाला छौँ पहिला तपाईहरुको रिटर्न कति आउँछ भनेर, त्यसपछि बल्ल तपाईहरुलाई देखाउनेवाला छु तपाईहरुको प्रोजेक्ट। सो अब तपाईहरुलाई आरओआई क्याल्कुलेट गर्नु पर्दाखेरि तपाईको दुबईमा आरओआई चाहिँ तपाईको डिपेन्ड हुनेवाला छ तपाईहरुको लोकेसन र डेभलपरमाथि। र जुन चाहिँ आज मैले तपाईहरुलाई प्रोजेक्ट भन्न गइरहेको छु त्यसको लोकेसन पनि एकदमै राम्रो छ र डेभलपर पनि एकदमै राम्रो छ। जहाँनिर तपाईहरु चाहिँ 1 बेडरुम अपार्टमेन्ट पाउँनुहुन्छ 2 मिलियन दिराम्समा भने त्यसमा तपाईले इजिली चार्ज गर्न सक्नुहुन्छ 1000 दिराम्स पर डे को हिसाबले। यदि तपाईहरुले चाहिँ यो वर्षभरि तपाईले सिर्फ 250 डेज मात्र तपाईले चाहिँ यदि रेन्टल चढाउनुहुन्छ सर्ट टर्ममा भने तपाईहरुले बनाइसक्नु भएछ 2.5 लाख दिरामको रेन्टल इन्कम। जहाँनिर तपाईहरुले चाहिँ 2 मिलियन दिराम्स आफ्नो इन्भेस्टमेन्ट थियो भने तपाईहरुले 12 देखि 13% को रिटर्न कमाइसक्नु भएको छ। र आरओआई को कुरा त हामीले गरि नै हाल्यौं। जहाँ यसको लोकेसनको कुरा गर्नु पर्दाखेरि यो रहेको छ तपाईको दुबई आइल्यान्ड्समा, जुन चाहिँ तपाईको चाहिँ डीएक्सपी एयरपोर्ट र दुबईको डाउनटाउनबाट हुनेवाला छ सिर्फ 10 देखि 15 मिनेटको दूरीमा। र तपाईहरुको प्रोजेक्ट देखिनेवाला छ यस रीडिंगां ना खेडदे बलाफने नेचरां दे जोगियां ते झोलियां च सपने दैले वाले देखिया तू दैले वाले देख। र यसमा तपाईहरुलाई प्लस पोइन्ट यो रहेको छ कि यो अपार्टमेन्ट चाहिँ तपाईहरुले रेन्ट आउट गर्न सक्नुहुन्छ 250 दिन र तपाईहरुले बाँकी रहेको दिन चाहिँ तपाईहरु आफै आएर पनि दुबईमा होलिडे मनाउन सक्नुहुन्छ। यसमा तपाईहरुले चाहिँ यो दुईटै बेनिफिट पाउँदै हुन्छ। यदि तपाईहरु पनि कमाउन चाहनुहुन्छ यतिकै राम्रो रेन्टल इन्कम र बस्न चाहनुहुन्छ दुबईमा एज अ होलिडे होम जसरी भने कन्ट्याक्ट गर्नु होला मलाई।